धेरै मान्छे बोगाएर लिएर आएको छ। हामी काठमाडौँबाट आउँदा आउँदा यहाँ के को भित्रै छ भनेर हेरेको, मैले जुम गरेर देखाएको छु। यहाँनिर चाहिँ लास्टमा चाहिँ 1 बजे करिब भेटाएको हो, तर कहाँबाट लिएर आएको हो के गरेको हो भने चाहिँ केही पनि थाहा पाएन। टन्नै मान्छेहरू चाहिँ गाडीहरू जाममा परेको छ मुगलिनमा, किनभने खानी भएन त्यो चाहिँ ठुल्ठुलो गाडी जति चाहिँ सबै काठमाडौँबाट आएको गाडीहरू मात्र चेकिङमा परेको छ। उताबाट आएको गाडी चाहिँ फेरि परेको छैन। धेरै जाम छ आज। मामाहरू पनि ठाउँमै बसिरहनु भएको छ, किन हो सबै गाडीहरू तल सिलगढी राख्नु भएको छन्। धेरै टाढा रहेछ है पहिरो खसेको चाहिँ। म हिँड्न पनि सकेको छुइनँ, म पनि काठमाडौँदेखिबाट आएको स्कुटीमा। धेरै गाह्रो भएको छ, पहिरो खसे चाहिँ धेरै टाढा छ। हजुरहरूले नि हेर्नु सक्नुहुन्छ है, जुम गरेर देखाएको छु है। वहाँ पर छ क्या, जानु सक्दिनँ त्यति टाढा। लगभग आधी चाहिँ हिँडेर आइसक्यो, खुट्टा धेरै दुखिया छ मेरो। अनि त्रिशुली खोला हेर्न सक्नुहुन्छ, कति ठुलो आएको छ, धमिलो छ। साथीहरू अब म चाहिँ यहाँ 1-1.5 घन्टा बस्नुपर्ने भएको छ। अब यो पहिरो नहटाएसम्म अब म चाहिँ जानु पाउँदिनँ यहाँबाट। मेरो यो भिडियो चाहिँ मेरो फन्नी युट्युब च्यानलमा आउँछ। हजुरहरू सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। तर मेरो हालत हेर्नु सक्नुहुन्छ होइन, कस्तो भए नि जिङलिङ, त्यति साह्रो त्यो छैन। काठमाडौँदेखि आएको हो नि त होइन, त्यही भएर है। अब चाहिँ मुगलिनको जाम खुलेको है, तर लास्टै भिड भइरहेको छ यहाँनिर। बाइक कहाँ हो खानी भयो छैन भनेको। स्कुटी कहाँ हो बल्ल स्कुटी भेट्यो है यहाँनिर चाहिँ। के धेरै जाम भइरहेछ, जाम खुलेको अवस्था। जाम खुलेर हिँड्दै हो, यति धेरै जाम भयो कि 2 घन्टा पछाडि खुलिरहेको छ, तर थोरै ब्याग छैन। अब यहाँ चाहिँ म पहिरो गएको ठाउँ पनि देखाउँछु, जुन हो कि मैले हिँडेर आउँदाखेरि सकेको थिएन। अहिले जाम खुलेर जाँदैछु म चाहिँ। साथीहरू जाम खुल्यो होइन, अब आरामले पुगिन्छु म रुममा। फाइनली जाम खुल्यो त्रिशुलीको बाटोमा। फाइनली साथीहरू म चितवन आइपुग्यो। लास्टै गाह्रो भयो त, टाउको दुखेको छ है। अब रुममा गएर रेस्ट गर्छु म। पुल्चोक यो चाहिँ नारायणघाटको। अब म रुममा गएपछि पुल्चोक यो चाहिँ नारायणघाटको पुल हो। फाइनली हो त्यो है रुम चाहिँ, फाइनली सेन्टी प्लाट। यहाँबाट छोड्दैछु फेरि। फाइनली म चाहिँ घरमा आइपुगेँ है। ओहो नि लास्टै गाह्रो होइन, मुगलिनको जाम जस्तै फेरि। अनि म चाहिँ आइपुगेँ सबैजनालाई बाई है। मुगलिनतिरै बास हुन्छ कि भनेको थिएँ, तर बाटो खुलेर अगाडिबाटै आइपुगेँ गाइजहरू। बाई।
बाई बाई।